नमस्कार साथीहरू। 40-50 वर्ष अघिसम्म अरबौं माछाहरूको विशाल घर, लाखौं मानिसहरूको रोजगारीको स्रोत हुने गर्ने दुनियाँकै चौथो ठुलो महासागर, नेपालकै आधा क्षेत्रफल जत्तिकै ठुलो महासागर जो 68,000 वर्ग किलोमिटरमा फैलिएको थियो, त्यो आज घटेर मृत अवस्थामा गइरहेको छ। अन्तिम अवस्थामा आफ्नो सास फेरिरहेको छ। आज आफ्नो त्यो कुल क्षेत्रफलको सिर्फ 10% मात्र बचेको छ, जो केही छैन भन्दा पनि हुन्छ। आखिर के कारणले यस्तो हुन गयो? जो विशाल समुद्र, जता हेऱ्यो समुद्रै समुद्र, पानीकै पानीको दुनियाँ थियो, त्यो आज सिर्फ एउटा बन्जर मरुभूमि र लाखौं किलोमिटरमा फैलिएका नुनका ढिक्काहरू बाहेक अरू केही पनि छैन। आखिर के कारण आइपर्यो जो यो सागरलाई यसरी नष्ट गरिदियो? आउनुहोस् आजको यो भिडियोमा यही कुराको छोटो मिठो छलफल गर्नेछ। सेन्ट्रल एसियामा उज्बेकिस्तानमा रहेको अराल सागर, जो 1960 सम्म विशाल समुद्रको रूपमा आफ्नो विशालता विश्वकै चौथो नम्बरमा कायम गरेको थियो, जहाँ सयौं नावहरू तैरिरहेका हुन्थे। त्यहाँका स्थानीय बासिन्दाहरू दिनहुँ माछा मारेर आफ्नो जीविका पार्जन गर्ने एउटा रोजगारीको माध्यम बनाएका थिए। र सेकेन्ड वर्ल्ड वार पछि सोभियत सङ्घ रुसले यो अराल सागरको पानी त्यत्तिकै यहाँ वेस्ट परिरहेको छ, यसलाई किन हामी एउटा चाहिँ उद्यमशीलतामा नबदल्ने भनेर त्यहाँको जुन अराल सागरमा आउने दुईवटा विशाल नदीहरू थिए, ती नदीहरू अम्मु रिभर र श्रिया रिभर, यी दुईटा रिभरलाई बाँधको रूपमा ड्याम बाँधेर टनल बनाएर त्यहाँ हजारौं माइलसम्म जङ्गल फडानी गरेर खेती गर्नको लागि, कपास खेती गर्नको लागि त्यो पानीलाई मोडेर अन्तैतिर लगियो, जो बिस्तारै बिस्तारै त्यहाँको खेती त एकदम राम्रो भइराखेको थियो। यो कटन कपडाहरूमा नम्बर उत्पादन पनि गरिरहेको थियो। तर उता विशाल अराल सागरको चिच्याहाट र रोदनमा आउँदा अराल सागरको पानी लगभग 50% कम भइसकेको थियो र 2000 को दशकमा आउँदै गर्दा त्यसको 80% पानी गायब भइसकेको थियो। र आजभोलि अराल सागरको पानी अराल सागरमा सिर्फ 10% बचेको छ। त्यो पनि कुनै पनि जीवहरू त्यहाँ बाँच्न योग्य पानी छैन, त्यस्तो वातावरण छैन। घनत्व थियो त्यो कम हुँदै गयो, सुकुड्दै गयो र त्यहाँ चारैतिर नुनको मात्रा बढ्दै गयो। त्यो भएको कारणले गर्दा अराल सागरको पानी अत्याधिक नुनयुक्त, नमकयुक्त भयो। त्यो कारणले गर्दा त्यहाँ कुनै पनि जीवहरूलाई बस्न योग्य, बाँच्न योग्य लायक नै रहेन। त्यसपछि आज मरुभूमिको मैदानमा परिणत भएको कुनै पनि मान्छे त्यहाँ गयो भने त्यो मान्छेको मन नै खिन्न हुन्छ। इतिहासलाई सम्झिन्छ। त्यहाँ सिर्फ बन्जर जमिनहरूमा खिया लागेर बसिरहेका, बालुवामा धस्सिरहेका
जहाजहरू, पानी जहाज, नावहरू त्यहाँ अझै पनि देख्न सकिन्छ। तपाईलाई के लाग्छ साथीहरू, यो गल्ती सानोतिनो गल्ती थियो या मानव जीवनकै सबैभन्दा ठुलो गल्ती थियो, जुन गल्तीले आज विशाल सागर एउटा मरुभूमिमा परिणत भइसकेको छ?